तीनटा कुरा चाहिँ ख्याल गर्नु होला। पहिलो कुरा फास्टिङ सुगर भनेको के हो? फास्टिङ सुगर भनेको चाहिँ 8 देखि लिएर 10 घण्टाको फास्टिङ बसेको बेलामा केही पनि नखाइकिन गएर दिने सुगर जाँच गर्नेलाई हामी फास्टिङ भनिन्छ। धेरैजना बिरामीहरू अस्पतालमा आउँदाखेरि 8, 9, 10 बजिसकेको हुन्छ र डाक्टरलाई भेट्ने र रगत जाँच गर्ने बेलामा 11, 12, 1, 2 बजिसकेको हुन्छ। म त फास्टिङ छु, मेरो रगत जाँच गरिदिनु भनेर उहाँहरू जानुहुन्छ र ल्याबको मान्छेले मान्नुहुन्न। किन मान्नुहुन्न भने तपाईँ फास्टिङ बसेको 13, 14, 15, 16 घण्टा भइसकेको हुन्छ। यसो गर्दाखेरि लामो समयको लाइनहरू हुन्छ, ओपीडीको लाइन, काउन्टरको लाइन, डाक्टर भेट्ने लाइन गर्दाखेरि तपाईलाई सुगर फास्टिङ भएर तपाईको सुगर लो भइसकेको हुन्छ। कतिपय बिरामीहरू हाम्रो ओपीडीमा आएर ढल्ने अवस्थाहरू, चिचिर पसिनाहरू आउने, आँखा धमिलो आउने, आवाज नआउने, म त ढले भनेर ढल्दिने बिरामीहरू पनि छन्। त्यसैले यदि तपाईलाई डाक्टरले फास्टिङ र पीपी मात्र गराउनु भन्नुभएको छ भने घरकै छेउमै कतै आजभन्दा 1 दिन 2 दिन अगाडि डाक्टरलाई आज भेट्नु छ भने 1 दिन अगाडि 2 दिन अगाडिको रिपोर्ट लिएर आउनु होला। कोही बिरामी चाहिँ डाक्टर मेरो फास्टिङको रिपोर्ट भन्यो 1 हप्ता 2 हप्ता 3 हप्ताको रिपोर्ट हुन्छ। 1 हप्ता 2 हप्ता 3 हप्ताको रिपोर्टले तपाईलाई आज हामीले उपचार गर्न मिल्दैन। दोस्रो कुरा, पीपी दिन पर्ने बेलामा चाहिँ खाना पछिको सुगर दिने बेलामा चाहिँ घरमा जे खानुहुन्छ त्यस्तै खानेकुराहरू खानु होला। क्यान्टिनको खाना, होटेलको खाना, कतै गएर खाना खाँदाखेरि पैसा तिरेको हुन्छ, अलिकति धेरै पनि खाइन्छ र त्यो खाना त्यति साह्रो घरमा पाकेको जस्तो हुँदैन। र मिल्छ भने घरबाटै खानेकुरा बोकेर ल्याउनुहोस्, फास्टिङमा आउनुहोस्, रगत दिनुहोस्, त्यही खाना खानुहोस्, 2 घण्टापछि त्यही रगत जाँच गर्नु होला। र तेस्रो कुरा भनेको चाहिँ औषधि खाएर रगत जाँच गर्ने हो। कतिपय बिरामीहरू चाहिँ औषधि नखाइकिन पनि रगत जाँच गर्नुहुन्छ। कतिपय कुराहरू खानाको पहिलो गाँसमा खाने औषधि हुन्छ, खाना पछि खाने औषधि हुन्छ, खाना खानुभन्दा 15 मिनट 20 मिनट अगाडि खाने औषधिहरू चाहिँ खाएर रगत जाँच गर्नु होला, ताकि हामीलाई थाहा होस् कि तपाईलाई औषधिले काम गरेको छ कि छैन भनेर। यी 3टा कुरा